नमस्ते यार सबैमा सदा चाहिँ म आज पनि मेरो युट्युब च्यानलमा सानो भिडियो लिएर उपस्थित भइसकेको छु है। स्पेशल त्यस्तो केही छैन आज, विशेष सन्डे आइतबार है। अब विदेशमा चाहिँ लगभग सबैकै बिदा हुन्छ भनौँ न, आइतबार चाहिँ सन्डे चाहिँ बिदा मानिन्छ, सार्वजनिक बिदा है। त्यसलाई चाहिँ मैले सदुपयोग गरिरहेको हो यतिखेर है। म चाहिँ हप्तामा एकचोटि चाहिँ यसरी हाइकिङ गर्छु भनौँ न। अब रुममा पनि कति सुतेर बस्ने भन्ने हुन्छ है। अनि त्यही हो, म के भन्न चाहन्छु भने सम्पूर्ण साथीभाइ इष्टमित्र जो कहिले पनि होइन आफू फिट रहनको लागि चाहिँ आफूले केही त्याग पनि गर्नुपर्छ जस्तो लाग्छ। मतलब म फिट छु भन्ने चाहिँ होइन तर के हो भने कोसिस गर्नुपर्छ। अब रुममा सुतेर बसेर है कति फोन हेर्ने, कति है त्यो झन् फोन हेरेर झन् त्यो स्ट्रेस मात्रै हुने हो। यसरी बाहिर निस्किनु भयो भने चाहिँ अलिकति राम्रो भएर जान्छ जस्तो लाग्छ। सो त्यही भएर चाहिँ म जहिले पनि हप्तामा एकचोटि चाहिँ मौसमले साथ दिएछ भने है यसरी आउने गर्छु। गएको हप्ता चाहिँ के भयो भने पानी एकदम पर्यो, त्यही भएर मैले भिडियो पनि बनाउन सकेन। नत्र म चाहिँ प्रत्येक हप्ताको अब लगभग सक्यो भने त अझै दिनको भिडियो चाहिँ मलाई बनाउन एकदम रहर छ है। त्यही भएर किनभने यो भिडियो त्यस्तो खासै केही होइन, अब कसैको लागि पनि होइन, यो सबै कुरा आफ्नै लागि हो। एउटा डे टु डे सबै कुराहरू हामीले कलेक्सन गरेर यसो राख्न सक्यो भने चाहिँ भोलि एकदम मिठो सम्झना बन्छ होला जस्तो लाग्छ है। सो त्यही भएर म चाहिँ त्यसको लागि भनेर चाहिँ म जहिले पनि अहिले भर्खरै भनौँ न 1-2 महिनादेखि यता चाहिँ एकदम लागि परिरहेको छु। सो त्यही हो, म कस्तो दामी ढुङ्गा है, त्यहाँ चढौँ क्या एकचोटि। अनि त्यही भएर सबैलाई म के भन्न चाहन्छु भने यही भिडियो मार्फत चाहिँ तपाईँहरू पनि अब यहाँ जति पनि आफ्नो देशभन्दा टाढा हुनुहुन्छ है, अब त लगभग आइतबार त सबै छुट्टी नै हुन्छ नि त म्याक्सिममको। अब कोही काम होला त्यो छुट्टै कुरा भयो है। तर काम नहुने मान्छेले चाहिँ अब तपाईँहरू बाहिर निस्किनुहोस्। अब त्यो छुट्टी छ भनेर है रातभरि फोन हेरेर बस्ने है, अब हेर्नु हुँदैन फोन पनि भन्ने होइन, हेर्नुपर्छ। तर अलिकति ठिक्क गर्नुहोस् सबै कुराहरू। तपाईँलाई कहाँबाट चाहिँ प्लस पोइन्ट हुन्छ, कताबाट चाहिँ तपाईँलाई फाइदा हुन्छ, त्यो कुराहरूमा चाहिँ एकदम ध्यान दिनुहोस् है। तपाईँको मेन्टली है फिजिकल्ली सबै कुराहरू अलिकति फिट रहनु चाहिँ एकदम जरुरी छ मान्छेलाई तपाईँको। अनि त्यही हो होइन, अब सम्पत्ति नै त्यही हो भनौँ न विदेशमा त। अब त्यही हो, अब मलाई सबैले भन्नुहुन्छ के हो भने अब विदेशमा चाहिँ सम्पत्ति भनेको चाहिँ हाम्रो स्वास्थ्य नै हो, त्यही भएर स्वास्थ्यलाई चाहिँ फर्स्ट प्रायोरिटी दिनुपर्छ सधैँ भन्नुहुन्छ है। अनि मैले पनि त्यो कुरालाई चाहिँ हामी सुरुमा आउँदाखेरि त्यो कुराहरू थाहा हुँदैन नि त। अब पैसै ठुलो होइन त्यो भन्छ। तर पैसा पनि ठुलै हो, तर पैसा सँगसँगै आफ्नो स्वास्थ्यलाई पनि एकदम मध्यनजर गर्नुपर्ने हुन्छ भन्ने हिसाबले चाहिँ म चाहिँ के गर्छु भने लगभग 2 वर्ष जस्तो भयो म आएको, 2 वर्ष पनि हुन लाग्यो। म चाहिँ एभ्रिडे जस्तै होइन, अब जस्तै बिहान त काममा जानुपर्छ छिटै है, अनि बेलुका चाहिँ अब हाम्रो छुट्टी चाँडै हुन्छ होइन। त्यस पछाडि चाहिँ म चाहिँ अनिवार्य 1-2 किलोमिटर 2-3 किलोमिटर कति हुन्छ एकदम दौडिरहेको छु है, दौडिनु पनि पर्छ। अनि त्यही हो, अब त्यस्तो अब केही भन्न त केही छैन, त्यस्तो केही भन्नलाई म त्यस्तो ठुलो स्पिचर केही उयो पनि होइन पनि। सबै कुराहरू चाहिँ आफ्नै लागि हो, गर्नुपर्छ। भेट हुने दिन आउँदैछ हाम्रो कुरेर बस्नु है, चिनो मायाको लिएर म त आउँदैछु भेट्नलाई, जनसाइली तिमी गुराँसको फुल जस्तो है। चस्मा लगाइदिनु एकचोटि है, चस्मा लगाएपछि फिलै अर्को हुने क्या। ठेरेका मच्छरहरूले त लास्टै टोक्दा हो है मेरो अहिलेको अवस्था। म निकै माथि हिँडेर आइसकेको छु।
है म फेरि अगाडि बढेकै छु है। अब कहाँसम्म पुग्छु थाहा छैन। यहाँ चाहिँ धुपी सल्लाह जस्तोहरू पनि रोपेको रहेछ सानो सानो, तर त्यस्तो बढ्न सकेको रहेन रहेछ। गाह्रो भयो। अरे यो त बोर्ड चाहिँ चिउडी कस्तो छ, चिउडी कस्तो, तर के हो यस्तो हेर्नुहोस् है। यो फल खान मिल्छ मिल्दैन, तर कस्तो कस्तै दामीहरू फलेको। सायद खान मिल्छ होला जस्तो नि लाग्यो मलाई चाहिँ। क्याएर टिपेर खान मिल्दैन हामीले जताभाइ, गाह्रो छ। यहाँ सक्नुहुन्छ बाटोहरू है। यता चाहिँ म एकदम उकालो हिँड्दा थाकिसकेको छु म चाहिँ। तर क्यामेरा देखेपछि थोरै जोस आउँदो रहेछ है। त्यही भएर म क्यामेरा अन गरेर हिँडिरहेको छु। अहिले चाहिँ मेरो युट्युबमा सर्लक्क आउनेछ, कतै केही काटकुट नभई। त्यही हो। सुशील हावा आउँछ नि त। त्यो घुम्टोमा उचालो कि मुहार त्यो नियालो कि भुलेर आफूलाई नै हजुरमै हराऊ कि हजुरमै हराऊ कि नमान्नु लाज त्यसरी कि जुन्छ जिन्दगी मेरो, कि जुन्छ जिन्दगी मेरो, नमान्नु लाज यसरी। बल्ल तेर्सो आयो गाइस, हेर्नुहोस् त पुरै तेर्सो। अहिले चाहिँ म कतापट्टि हिँडेर चाहिँ केही पत्तै पाएन यार। कताबाट कहाँ पुगिसक्यो कि घर फर्किनु पो समस्या होला जस्तो देख्यो यार। कता हो बाटो केही थाहा छैन। हिँडाएको छ है। त्यस्तो छ गाइस, साथीभाइहरू सबैजनामा मिठो मिठो सम्झना। समुद्र पारीको यो जङ्गलबाट त्यही हो। म माथिको उकालोमा जानु छु। त्यही हो, एकदम धेरै मान्छेहरू छन्। त्यही हो, म अब यहाँदेखि माथि जान्छु होइन। त्यहाँबाट फेरि देख्न सक्नुहुन्छ माथि उकालो है। अब त्यहाँ जान्छु म। त्यही हो, एकदम गरम 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 गया। त्यतिको चाहिँ हिँडै पर्ने हुन्छ कि। हिजो फुटबल खेलेर ज्यान पनि एकदम लक लागिरहेको थियो क्या, त्यही भएर म चाहिँ बिहान निस्क्यो। बिहानै हेर्नै साइडको झाडीहरूको अवस्था के हो चिन्न सक्नुहुन्छ भन्नुहोस्। गल्यो
स्याउ दिस इज अ फसद मशरूम खाने के लिए बहुत मजा आएगा आया है ना राइट त्यही हो यतिको उकालोमा पनि यत्तिको हिँड्न सक्ने सामर्थ्य चाहिँ मान्छेले राख्नुपर्छ त्यस पछाडि सबै कुराहरू ठिक हुँदै हुन्छ ल देख्न सक्नुहुन्छ अगाडि यस्तो है बहुत मजा आयो ल मान्छे नदेखाउँ मान्छे एकदम आउँदैछन् ए चस्मा त झर्न आँटेछ गुच्चीको कालो चस्मा यार फेरि घर फुट्ला हो म केही भन्न सक्ने अवस्थामा छैन है साथीभाइहरू किनभने एकदम उकालोमा म चढिरहेको छु नि त नपत्या हेर्नु होला आज बेलुका बल खेल्नुपर्छ भनेर बिहानै दौडिन नगएको म तर दौडिनुभन्दा पनि हिँड्दा पो धेरै गलिने भयो त के गर्ने यार अब भोलिदेखि फेरि ड्युटी छ रेस्ट पुग्दैन जस्तो छ यार भरे गेम पनि खेल्ने बाचा भइसकेको छ साथीहरूसँग साँझमा त्यही हो क्यामेरामा के भएछ यार फुट्यो कि कोरियो वन्यजन्तु चाहिँ केही पनि देख्न नपाइने रहेछ चराचुरुङ्गी है चालिली हुन्छ माथि त यस्तो रहेछ नि त ल है म यत्तिकै केही सर्च नगरी लोकेसन केही नगरी आऊ क्या रमाइलो रहेछ भएर म पनि भिडियो सिडियो गर्छु डम्बेल सम्बेल उठाउँछु अलिअलि त्यस पछाडि फेरि ब्याक हुन्छु लास्ट ब्याच त्यसमा आइपुग्यो सर हेरिदिनु यहाँ माथि चाहिँ यो चाहिँ यो टाइपको हुन्छ नि अब यो शीतल झारी चाहिँ कोरियाको कुनै पनि ठाउँमा देख्न सकिन्छ प्रशस्त मात्रामा है हेर्ने म यसलाई थोरै जुम गरेर देखाउँछु तर हुनु त म त्यहीँ जान्छु अब त्यहीँ जान्छु ल त्यो देखिन्छ त्यही हो यहाँ वरिपरिको अवस्था चाहिँ यस्तो रहेछ ल त्यही हो मलाई लगातार भिडियो मार्फत कैद गर्नेछु तर एकदम राम्रो 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 देखिरहेको छ है ल मेरो अगाडि पछाडि सबैतिरको भिउ देख्न सक्नुहुन्छ गाइस दामी ठाउँ रहेछ नि त ल अब यहाँबाट कता कता जाने म कहाँबाट आएको केही कुरा थाहा छैन अब फर्किनु पर्ने कताबाट हो आमा यार देख्न सक्नुहुन्छ यहाँ म तपाईँहरूलाई एउटा अचम्मको ढुङ्गा देखाउँछु ल यहाँ यो चाहिँ मान्छेले खोपेको होइन अरे यो चाहिँ पानीले खोलेको अरे क्या पानीले अनि खोलाबाट उठाएर ल्याएको अरे भन्छ एकदम गर्मी छ म पनि अब रेस्ट गर्छु यहाँ एकछिन अनि त्यस पछाडि म पनि फर्किन्छु त्यही हो लगाइछ ल यति नै यहाँबाट देख्न सकिन्छ हेरेर हेर्नुहोस् पर देखिने चाहिँ सबै घरहरू यस्तो देखिन्छ सबै घरहरू है अनि त्यस पछाडि छ पाहाडहरू बादलहरू आज बबाल घुमिएको जस्तो देख्न सकिन्छ
जुम गरेर धेरै मान्छेहरू छन् यहाँ, तर मैले देखाउन चाहिनँ किनभने के हो है, सबै कुरा थाहा हुन नि त, अब देखाउन मिल्दैन भने। देखि पछाडि कत्रो सहर छ है, त्यो कल्पनै गर्न सक्नुहुन्न क्या, तर यो रुखले चाहिँ कस्तो छेलिया छ क्या। ल ल है, म यहाँबाट पनि अब निस्किनु पर्ने हुन्छ होइन, किनभने अब आधी घन्टा जस्तो रेस्ट गरेँ। अब भने म बाटो लाग्छु, त्यही हो। एकदम रमाइलो लाग्यो यार मलाई आज बिहान बिहान यहाँ आएर। ल यस्तो छ वरिपरिको वातावरण। यहाँ चाहिँ सबै लेख्या हुन्छ कता कता जाने के हो है। अनि यहाँ त अब हेर्नु पर्दैन, मलाई थाहा छ सिधै कुरा त्यही हो। लागे म त एकदमै गर्मी भयो यार। दामी एक्सर्साइज भयो यार बिहान। ल तो हाल्ने क्या यार भिडियो पुरै लाग्नु पर्ने हुन्छ है। कति दुःख गरी हिँडिरहेछ है योतिर। आफ्नै आफ्नै सङ्घर्ष जीवन है यो अमत्यमी। ल है, फर्किने बेलामा चाहिँ भोकल एकदम प्याक प्याक भइसक्यो। मसँग भएको भनेको यही एउटा पानी हो, यो नि खाइसक्नु आँटे। लास्टै भोक लागेर 11:30 भइसकेको छ बिहानको। अब गएर भात सात बनाइ खानुपर्छ भन्दा नि हिजोकै छ, त्यता त आएर यताउति गरेर खाने हो। तर भोकले स्याट्ट भयो नि त, घुँडीसुडी कहाँ गयो। ल है त गाइस, मेरो भिडियो आजलाई यहीँसम्म हो। तितो मिठो के बोलियो केही थाहा छैन है, कस्तो लाग्यो आफ्नो विचार राखिदिनु होला, त्यही भन्न चाहन्छु। हस् त, बाई बाई।